सबैजनालाई नमस्ते, म नितिश ओसाकाबाट आज पनि अर्को भिडियो लिएर हजुरको समक्ष आइसकेको छु। आजको यस भिडियोमा हामी इन्ट्रेस्टिङ कुराहरूको बारेमा छलफल गर्नेछौँ। आज चाहिँ मैले जापानको 10 वटा इन्ट्रेस्टिङ फ्याक्ट, फन्नी फ्याक्टहरूको बारेमा भिडियो बनाएको छु है त। मलाई पहिलोचोटि जापान आउँदाखेरि मलाई पनि अचम्मै लागेको थियो। भेन्डिङ मसिनले सब चिज बेचिरहेछ, आइसक्रिम बेचिरह, टोयलेटहरूले हजुरलाई भिआइपी ट्रिटमेन्ट दिइरहेछ, ट्रेनहरू 1 मिनेट ढिला हुँदाखेरि, क्लासमा 1 मिनेट पछि ढिला पुग्दाखेरि 1 घण्टाको लेक्चररको हाजिरी काटिएको छ, गयल भएको छ, अथवा 1 मिनेट ढिला हुँदाखेरि ट्रेनको स्टाफहरू आएर माफी मागिरहनु भएको छ। नेपालमा हजुरहरूलाई त थाहा छँदैछ है। लेट्स भिडियोलाई स्टार्ट गरौँ। फ्याक्ट नम्बर 1, भेन्डिङ मसिन सेल्स एभ्रिथिङ है। भेन्डिङ मसिनले सब चिज बेच्छ। सफ्ट ड्रिङ्क्स, हार्ड ड्रिङ्क्स, सिगरेट, लाइटर्स, सिगरेटसँग लाइटर पनि चाहिन्छ। कुनै कुनै भेन्डिङ मसिनले लाइटर पनि बेचिरहेको हुन्छ। ससहरू, टी सर्ट, अम्ब्रेला, इभेन पछि कहिलेकाहीँ अब भेन्डिङ मसिनमा गर्लफ्रेन्ड पनि पाइयो भने कन्फ्युज नहुनु है त जापानमा। सेकेन्ड नम्बरमा चाहिँ राखेको छु सेकेन्ड फ्याक्ट, जापान्स ट्रेन आर टु अन टाइम। एकदमै टाइममा हुन्छ। 12:50 भनेको टाइमको 12:50 आउँछ। म्याक्सिमम 90% अथवा 1-2 देखि 5 मिनट ढिलो हो भने एकदमै उनीहरूले अपोलोजी लेटर अथवा अपोलोजी नै माग्छ बाहिर आएर। यो त हजुरहरूले नेपालमा अथवा मैले नै नेपालमा देखेको त लगभग सोमै गए जस्तो हुन्थ्यो होला है। फ्याक्ट नम्बर 3, स्टुडेन्ट्स क्लिन देयर स्कुल। स्टुडेन्टले आफ्नो विद्यालय आफै सफा गर्छन्। इभेन स्टाफहरूले आफ्नो कम्पनी आफै सफा गर्छन्। जस्तै स्टुडेन्टहरूले आफ्नो क्लासरुम, टोयलेट, हलवे, एभ्रिथिङ, ग्राउन्ड सबै आफूले सफा गर्छन् आफ्नो टाइम अनुसार। यो त नर्मल कुरा भयो कि स्टाफहरूले आफ्नो कम्पनी पनि आफै सफा गर्छन्। भन्नुको मतलब 5 बजे कम्पनीको छुट्टी हुनु छ भनेपछि 4:30 कम्पनीको सफा गर्ने स्टार्ट हुन्छ। त्यही भएर सबैले यहाँ आफ्नो कामको रेस्पेक्ट सँगसँगै आफ्नो चिजहरू सबै सफा गर्ने गर्छन्। नेपालमा त अब हामीले कस्तिको के गर्छौँ भन्ने कुरा त हजुरलाई थाहा छँदैछ होइन। फ्याक्ट नम्बर 4, जापानको ट्रेन आर साइलेन्ट्स भन्छु म। मलाई त यो साइलेन्ट भन्दा पनि अझै कहिलेकाहीँ एक्लै भइरहेको बेला मलाई त्यो मेडिटेसन सेन्टर जस्तै लाग्छ। हामी जस्तो इन्टरनेसनल स्टुडेन्टहरू कहिलेकाहीँ एक्लै हुनुपर्छ अनि सबै जापानिजहरूले वरिपरि हेरिरहेको जस्तो हुनुपर्छ। मेडिटेट गर्दा पनि हुन्छ आधी घन्टाको जस्तो टाइममा। अनि नेपालको सम्झिम त डिजे, फोन कल, अनि गुरुजीले त के भन्ने खलासी दाइले पछाडि अगाडि गर्दाखेरि त कन्सर्टै फिल हुन्छ। एन्ड ए जोक्स अपार्ट, फ्याक्ट नम्बर 4 त्यो बारेमा थियो। फ्याक्ट नम्बर 5, क्याप्सुल होटेल। क्याप्सुल भनेको औषधिको क्याप्सुल टाइपकै हो, मोबाइलको बक्स टाइपको सानो होटेल हुन्छ। सानो होटेलमा सिर्फ सुत्ने हुन्छ। लगभग 2-3 फिटको डिस्टेन्स ओभरअल स्क्वायर अथवा रेक्टेङ्गल आकारमा। 1 नाइटको एकदमै सस्तो, एकदमै सजिलो। कसैलाई कुनै कामको लागि, इन्टरभ्यूको लागि अथवा घुम्नको लागि कुनै अर्को सहर जान छ भने चाहिँ ठुल्ठुलो सहरमा क्याप्सुल होटेल पाइन्छ, जहाँ सस्तो हुन्छ, एफोर्डेबल हुन्छ अनि एकदमै रिलायबल हुन्छ। फ्याक्ट नम्बर 6मा चाहिँ टोयलेट्स आर मोर एडभान्स देन कार भन्छु म। टोयलेट एकदमै एडभान्स हुन्छन्। जाने बित्तिकै ओपन सिटेड, हट सिटेड, सबै चिज आफैले गर्ने। कुनै टोयलेटमा म्युजिक हुन्छ, सबै चिज उनीहरूले गरिदिन्छ। मलाई त टोयलेट त स्वर्ग नै लाग्छ जापानको। आफूसँग रुममा त छैन कि, तर एकदमै राम्रो टोयलेट चाहिँ। फ्याक्ट नम्बर 7, कन्भिनियन्स स्टोर आर द लाइफ सेभर भन्छु म। फ्यामिली मार्ट, 7-11, लसन, मिनी मार्ट जस्ता कन्भिनियन्स स्टोरहरू त लाइफ सेभर नै हुन् हाम्रा। इभन सिम्पल चिजहरूदेखि लिएर एकदमै हार्ड कुराहरू पनि सबै कन्भिनियन्स स्टोरमा हुन्छ। जस्तै फुड खान मन लाग्यो भने, क्याफे, ड्रिङ्क्स, बिल पेमेन्ट, पार्सल गर्न पर्यो भने, इच एन्ड एभ्रिथिङ। आजभोलि त गेमिङ सिस्टम पनि आइरहेछ। गेम स्टेसन जानै पर्दैन, कन्भिनियन्स स्टोरमा लागिरहेको छ जापानको ठुल्ठुलो सहरहरूमा। त्यही भएर कन्भिनियन्स स्टोर सबसे बेस्ट। हजुरहरू यदि जापान आउनु भने हजुरहरूले फिल गर्नुहुन्छ, देख्नुहुन्छ, थाहा पाउनुहुन्छ। फ्याक्ट नम्बर 8, लस्ट आइटम विल बी फाउन्ड भन्छु म। मेरो आफ्नै एक्सपिरियन्सको कुरा गर्दाखेरि मेरो एकचोटि फोन छुटेको थियो। ए स्टेसनमा झर्नुपर्ने झरे, तर फोन चाहिँ सिटमै छुटेछ। तर बी स्टेसनमा गएपछि चाहिँ समन गिभ द्याट फोन टु द स्टाफ अफ द्याट स्टेसन है। त्यो स्टेसनको मान्छेलाई दिएछन्। अनि मेरो त फोन बाहिर आउँदाखेरि त फोन छैन।
अनि पछि गएर फोन गरेर सोद्धाखेरि चाहिँ अर्को स्टेसनको एड्रेसमा फोन गरेर सोद्धाखेरि चाहिँ यहाँ एउटा फोन छ, यहाँ मान्छे ल्याएर दिएको छ भनेर, अनि फेरि गएर हेर्दाखेरि चाहिँ फोन रहेछ। सो साइकल र छाताको बारेमा चाहिँ म भन्न सक्दिनँ, एकदमै पाउने कम हुन्छ सम्भावना चोरी भएपछि। त्यो चाहिँ अरूहरू अब सबैले चोर्छन् भनौँ न, एउटालाई दोष नदिउँ, बट फोनहरू पैसाहरू हरायो भने चाहिँ, कतै केही भयो भने चाहिँ यु विल बी फाउन्ड है, अरे यु विल बी गेट है, त्यो पाउनुहुन्छ। त्यही भएर जापान इज द बेस्ट प्लेस वेयर योर प्रोडक्ट विल नट बी स्टोलन भन्छु है म त। फ्याक्ट नम्बर 9, बुढाबुढी बच्चाहरूभन्दा धेरै अथवा यङ मान्छेभन्दा धेरै गाउँतिर गयो भने हाम्रो अहिले नेपाल देशको जस्तै जो हाम्रो गाउँ ठाउँतिरको हामी जस्तो युवा सबै विदेशिएका छन्, यहाँको पनि त्यस्तो विदेशिएका भन्दा पनि पहिलाको युवाहरू धेरै एकदम बच्चा कम पाउने भएर गाउँतिर त बुढाबुढी मात्रै पाइन्छ। गाउँतिर गयौँ भने त हामी अझै यस्तो नर्मली कन्भिनियन्स स्टोर पनि पाउँदैन, बुढाबुढी मात्रै हुन्छन्, आफैले आफ्नो तरिकाले जीवन यापन गरिरहेका हुन्छन्। अनि कहिलेकाहीँ ट्रेनमा पनि बुढाबुढी मात्रै हुन्छन्, यङहरू त एकदमै कम हुन्छन्, यङहरू भए पनि मोबाइलमै बसिरहेका हुन्छन्। त्यही भएर जापानमा चाहिँ बुढाबुढीहरू चाहिँ यङ भन्दा अथवा चिल्ड्रेन भन्दा त धेरै छन् है त। फ्याक्ट नम्बर 10 चाहिँ जापानिज लभ्स मोर एसेन्सियल र लिमिटेड एडिसन प्रोडक्ट है। जापानिजहरूलाई चाहिँ एकदमै यो लिमिटेड एडिसन प्रोडक्टहरू अनि अमेरिकन बेसिस प्रोडक्टहरू चाहिँ एकदमै मनपर्छ। अनि अर्को कुरा 300+ फ्लेभरको त किटक्याट मात्रै जापानमा पाउँछ, जापान मात्र यस्तो त्यस्तो देश होला जहाँ 300+ किटक्याट फ्लेभरको किटक्याट चक्लेटहरू पाउने गर्छ। अनि अर्को कुरा फेन्टा, कोल्ड ड्रिङ्क्स, सफ्ट ड्रिङ्क्सहरू पनि आफ्नो आफ्नो फ्रुट्स फ्लेभरको एकदमै धेरै पाउँछ। अनि कहिलेकाहीँ नेपालीहरू मोमो फ्लेभरको कुनै चिज पाइयो भने पनि नझुक्किनु है, पाउन सक्छ जापानमा चाहिँ। यी थिए 10वटा फ्याक्ट, इन्ट्रेस्टिङ अथवा फन्नी फ्याक्टहरू। धेरै अरू फ्याक्टहरू पनि छ, अब हजुरहरूलाई थाहा पाए अनुसार कुनै फ्याक्टहरू थाहा छ भने चाहिँ तल कमेन्ट गर्न सक्नुहुन्छ, कमेन्ट गर्न नबिर्सिनु होला। भिडियो कस्तो छ लाइक गरिदिनु होला। आजलाई यति नै, अर्को भिडियो ल्याएर आउने नै छु। त्यति बेलासम्म स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। नमस्ते।